त्यस्तै आउने हो दानाहरू छ यो। अब यो दाना जुन छ यसमा यो दानामा पुरा तेल मात्रै छ। अब यो पाकिसकेपछि अब यो तेल मात्रै निस्किन्छ तपाईँको यस्तो तेल पहिलो तेल। यसलाई प्रशोधन गर्नुपर्छ। यसलाई पिसेर डाइरेक्ट तोरी जसरी पिसिन्छ हामीहरूले हजुर त्यसरी पिसेर अनि युज गरेको हुन्छ। तर हामी युट्युबमा अहिले हेर्न सक्छौँ यसलाई। त्यो सबै जानकारी युट्युबमा पाउन काम गर्छौँ। हजुर वैदेशिक रोजगारमा गएको हाम्रो दाजुभाइहरूले के अरे पामको बगैँचा गार्डनमा चाहिँ काम पर्यो भने हजुर हजुर गर्ने काम यही हो हैन त? गर्ने काम यही हो त। कटिङ गर्ने, लोड गर्ने, अनलोड गर्ने, मल हाल्ने त्यही काम गर्छ। मल हाल्ने यही हो। हजुर यही। बस यो त जोगिनु पनि जरुरी रहेछ नि हैन? काँडे काँडा पो हुँदो रहेछ त। काँडा भन्दा पनि तपाईँको त्यही झुप्पा ठुलो हुन्छ नि, काँडा त अब काटिहाल्छ हतियारले। यस्तो काँडा धेरै हुँदैन, हल्का काँडा हुन्छ। तपाईँको झुप्पा पर्ने तल हो, काटेर झार्ने हो अनि बोक्ने, त्यसरी नै काम गर्छ। यो पछि बढ्दै गयो भने चाहिँ अग्लो हुन्छ अनि हाइट नरियल सुपारी जस्तै हुन्छ, पछि त उता त किनेर पनि टिप्छ न। ए भनेपछि हजुर जस्तो अहिलेको सुरुवाती अवस्थामा चाहिँ तलैबाट पाइयो सबै कुराहरू, बारेमा छोड्न थाल्यो पहिले हुन्छ त्यो हाइटमा 2 फिटमा सुरु स्टार्ट भयो। तर पछि चाहिँ भयो भने त्यो हाइट बढ्दै गयो भने क्रेन सब पनि लाउनु पर्ने अवस्था हुन सक्छ। एकको कुरा हो त्यो होइन। अब 5 वर्षदेखि आम्दानी थालेपछि जति हाइट भयो उति ठुलो हुँदै जान्छ। एउटा बिरुवाले कति वर्षसम्म आम्दानी दिन्छ? यो तपाईँको भनेपछि त्यही खजुरहरू हुन्छ नि, त्यस्तै नरियल जस्तो लाइफ टाइमै भनौँ न यसलाई त 60 वर्षै फल्ने फुल्ने हुन्छ होला सायद त्यस्तो। अनि यसको अनि नेपालमा सम्भव छ त यसलाई प्रशोधन गर्न? सम्भव छ। तपाईँको जस्तै अब विदेशी मेसिनहरू अहिले आइहाल्छ नेपालमा। तपाईँको यसरी पनि हामीले जस्तै तोरी पिसाउँछौँ त्यसरी पनि पिसाउन सकिने रहेछ क्या यसलाई। प्र्याक्टिकल गरिसक्नु भयो? हजुर यो प्र्याक्टिस गरिसकेको हामीले। त्यो तेल तपाईँले खानु पनि भएको छ? टेस्ट पनि गरिसकेको, पाकेर फलाएर खाएर त्यस्तो केही समस्या छैन? केही समस्या छैन यसलाई त्यस्तो। यसलाई बजारमा लग्यो भने मान्छेले स्वीकार्छ? तपाईँको जस्तै कस्तो हो भने तपाईँको मलेसियामा अब खाएर आएको हो, मलेसियाको मान्छेहरू धेरै विदेशीबाट खाएर आएको हो नि त। त्यो उहाँहरूलाई सबै कुरा थाहा छ यसको बारेमा, कस्तो हुन्छ यो तेल, कस्तो क्वालिटी। यसलाई त तपाईँको अर्ग्यानिक तेल मानिन्छ नि त। यो हाम्रो वैदेशिक रोजगारमा जाँदा होस् या हामीले युट्युबमा या चाहिँ हामीले सुनेको जुन पाम ओइल भनेर भन्छौँ, त्यो पाम ओइलको बोट पनि हामीले यहाँ 4 वर्षदेखि चाहिँ खेती गरेर रिसर्च गरेर चाहिँ त्यसको प्रत्यक्ष फलाएर पनि त्यसको तेल पनि टेस्ट गरिसक्नु भएको छ बेदिल नर्सरीका सञ्चालकहरूले। हजुर हामी रिसर्चमा रिसर्च सक्सेस भइसकेको हो। उहाँहरू भन्नुहुन्छ, अझै दाबी गरेर के भन्नुहुन्छ भने यो तेलले केही असर गर्दैन, हामीले तोरी पेलाएर जसरी पिसेर निकाल्छौँ, घानी जसरी पिस्छौँ मिलमा जसरी लगाएर पिसेर निकाल्छौँ त्यसरी नै निकालेर हामीले खाएको पनि छ, खै केही भएको छैन भन्ने खालको कुरा पनि जोड्नु भएको छ। यहाँ नर्सरी सञ्चालक जुन बेदिल नर्सरी सञ्चालकज्यूहरू हुनुहुन्छ यहाँ अहिले हामीसँग चाहिँ एकजना भाइ मात्रै हुनुहुन्छ भने यो अब चाहिँ यदि कोही मान्छे कोही ग्राहकहरू चाहिँ बेदिल नर्सरीमा हामी पाम बिरुवा चाहियो भन्नुभयो भने गराउनुहुन्छ? हामी उपलब्ध गराउँछौँ त्यस्तो। अब त धेरै नै डिमान्ड छ अहिले नेपालमा, किनकि अब नेपालमा सायद अब खोज्यो भने पाउनुहुन्न होला। अहिले हामीले नै यो रिसर्च गर्दैछौँ अहिले त्यस्तो। अब यसको बिरुवा चाहिँ अब यसपालिदेखि हामी प्रोडक्ट गर्न थाल्छौँ। भनेपछि यहाँ प्रोडक्ट भएको चिज अहिले सरसर्ती हामीले भिडियोमा पनि खिचेका छौँ। नम्बर 1 हामीले अङ्गुर भेट्यौँ। हजुर अङ्गुर हैन? हजुर 50 डिग्री सेन्टिग्रेडसम्मको हिटलाई पनि सहेर फल दिन सक्ने क्षमताको अङ्गुर। त्यस पछाडि हामीले स्याउ, चक्लेटी स्याउ जुन मुस्ताङ्गे स्याउ र जापानिज स्याउहरू लगभग त्यो खालको पनि देखिन्छ नि हैन? चक्लेटी सानो साइजबाट त्यही अलिकति सानो, ठुलो पनि होइन सानो पनि होइन, ठिक्क मिडियम साइजको भनौँ न त्यस्तो खालको फल्ने स्याउ। त्यो पनि हामीले यहाँ प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमताको यहाँको इन्भाइरोमेन्टलाई जित्न सक्ने क्षमताको चाहिँ भेटिसकेका छौँ। त्यो चाहिँ बेदिल नर्सरीमा व्यवसायिक रूपमा गर्न खोज्दाखेरि हुन्छ भन्ने कुरा चाहिँ प्रमाणित छ। यदि तपाईँहरूलाई विश्वास लागेन भने बेदिल नर्सरीमा आएर मजाले हेर्न सक्नुहुन्छ। सम्पर्कमा आएर हामीले के कस्तो जानकारी सबै दिन्छौँ। अब त्यसको खेती व्यवसाय रूपमा गऱ्यो भने पनि हामी अब त्यहाँ गएर तपाईँको ग्राउन्ड रिपोर्टमा गएर गाउँमै गएर हेरेर यसरी रोप्नुपर्छ यस्तो गर्ने हामी त्यो सबै त्यसको सल्लाह दिनुहुन्छ। सल्लाह सब हामी दिन्छौँ। त्यसको अलावा हामीसँग पाम पनि भइहाल्यो। यो त इन्टरनेसनल रूपमा चाहिँ चलिरहेको कुरा हैन? अहिले पुरै ब्रान्ड भएको यो पाम ओइल नै हो। पाम ओइल। दर्शकवृन्द हामी गौरीगञ्ज गाउँपालिका वडा नम्बर 2 मा छौँ भने अहिले हामी गौरीगञ्ज वडा नम्बर 2 को वडा कार्यालयको नजिक झन्डै 1 किलोमिटरको आसपासमा हामी बेदिल नर्सरीमा छौँ, जुन चाहिँ तपाईँले निष्फिक्री भएर यहाँ आएर तपाईँले मनले चाहेका कुराहरू, मनले खोजेका फुलहरू, फलहरूदेखि लिएर अन्तर्राष्ट्रिय रूपमा चलिआएको जुन पाम ओइल भनेर हामी भेट्छौँ, बजारमा पनि देख्छौँ पाम ओइलहरू। पाम ओइलको बारेमा हामीले धेरै कुराहरू सुनेका छौँ। त्यस्तै पाम ओइलको यहाँ बिरुवाहरू पनि बेदिलकोले चाहिँ नर्सरीले चाहिँ लगभग धेरैवटा बिरुवाहरू नै यहाँ हामीले देखिरहेका छौँ। तपाईँ पनि भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा।
भिजिट गरेर तपाईँले त्यसको फल पनि देख्न सक्नुहुन्छ। म यो फल पनि तपाईँलाई नजिकबाट देखाउने छु र तपाईँले यो भिडियोमा देख्न सक्नुहुनेछ कसरी फल्दो रहेछ भन्ने कुराहरू। धेरै हामी वैदेशिक रोजगारमा त धेरै गइरहेका छौँ। धेरैजनाले त आदरणीय दाजुभाइ दिदीबहिनीहरू देख्नु भएको छ वैदेशिक रोजगारमा जानु भएको छ र जसलाई यो सम्बन्धी चासो थियो उहाँले देख्नु भएको होला। यदि चासो छैन भने त त्यो कुरा यहीँ बेदिल नर्सरी जुन गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर 2 मा हुँदा पनि कति हामीले देखेका पनि छैनौँ, किनभने हामीलाई चासो छैन नि त। विदेशी फलफुलहरूको बारेमा प्रायः जसो विदेशी गएको मान्छेलाई मात्रै थाहा हुन्छ, हाम्रो स्थानीय मान्छेलाई त्यसको बारेमा थाहा हुँदैन। अब हामी आधुनिक खेतीतिर लागौँ भने त्यसको बारेमा जानकारी चाहियो। अब प्रायः धेरै स्थानीय किसानहरूलाई यस बारेमा थाहा छैन। त्यसले गर्दाखेरि त्यो जानकारी लिनको लागि बेदिल नर्सरीमा आउनुभयो भने धेरै कुराहरूको सिकेर जान सक्नुहुन्छ तपाईँहरूले। त्यस्तो धन्यवाद। यहाँले धेरै कुराहरूको जानकारी दिनुभएको छ। अनि सयौँ थरी फुलहरूले सजाएर अनि सयौँ थरी यो फलफुलहरू पनि सजाएर यहाँ राख्नुभएको छ। यो ग्राउन्डमा गएर ग्राउन्ड रिपोर्टिङका कुराहरू हामीले जसरी गरेका छौँ त्यसरी नै तपाईँले यदि कुनै बिरुवा कुनै फलफुलहरू यहाँबाट लिएर जानुभयो र तपाईँले खेतीपातीको रूपमा चाहिँ अपनाउनु भयो भनेदेखि व्यावसायिक रूपमा अपनाउनु भयो भने उहाँले आएर तपाईँहरूलाई यसको बारेमा सबै कुराहरू चाहिँ जानकारी गराउनुहुन्छ भन्ने कुराहरू पनि भनिसक्नु भएको छ। जुन नर्सरी सञ्चालकज्यूहरू हुनुहुन्छ त्यसमा हाम्रो भाइ भनिसक्नु भएको छ। र तपाईँलाई म अब पालम कन्ट्रीको फल कसरी निस्किँदो रहेछ भन्ने कुरा चाहिँ म तपाईँलाई नजिकबाट जुम गरेर देखाउनेछु दर्शकहरू। हातमा यो भनेपछि पाम ओइल हो। यो आइसकेपछि तपाईँको एकछिन तपाईँ यही छोइराख्नु, त्यही टिपेको चाहिँ म तपाईँलाई ट्याक्क भन्छु नि ल ल है। कमिलाई जम्मा भएपछि पाकेपछि यस्तो पाकेपछि तपाईँको यो पाम ओइल अब यहाँ हेर्नुहोस्। तपाईँको यो तपाईँको पाम ओइल छ। अब यो कमी आएर यहाँ पाम ओइल तपाईँको यहाँ हेर्नुहोस् पुरै तेलै निस्किन्छ यसको। यहाँ हेर्नुहोस् यो तेल हो पुरै यसको छालामा। यो पाकिसकेपछि तपाईँको पुरै तेलै निस्किनु हुन्छ यसमा। यो पुरै ओरिजिनल अर्ग्यानिक तेल यो भनेको पाम ओइल हो। मलेसियामा भनेको तपाईँको 100% यसको तेल चल्छ। अब इन्डियामा पनि 60% मलेसियाबाट तेल आउँछ भन्छन् पाम ओइलको। अब तपाईँहरूले यसको बारेमा युट्युबमा पनि जानकारी लिन सक्नुहुन्छ। यो तपाईँको कस्तो हुन्छ भने एउटा पाम ओइलको बिरुवा रोप्यो भने अब 4-5देखि 5 वर्षमा फल्न थालेपछि अब तपाईँको घरमा बाहिरबाट तेल किनेर खानु पर्दैन। यो तपाईँको अर्ग्यानिक तेल आफैले पिसाएर खान सक्यो। 2टा बिरुवा हुर्काउन सक्नुभयो भने घर परिवारलाई खान पुग्ने खालको बिरुवा हो यो। यसको कलर चाहिँ